यो पशु तपाईँको है मेरो होइन भनेर आज सुम्पिँदैदेखिबाट भरि बाख्रा दिनुभएको छ होइन। त ईश्वरलाई धन्यवाद है। अनि सबैजनाले त विश्वासद्वारा माग्नुपर्छ होइन। सर्वप्रथम त है हामीले एउटा खुट्टालाई एउटै ढुङ्गामा राख्नुपर्छ कि हामीले चारैतिर धाउनु चाहिँ हुँदैन है। यो चाहिँ त मेरो दिदीले भन्नुभएको थियो, मैले भनेको थिएँ मलाई नै हेर्नु न दिदी, म परमेश्वर नचिन्दा कस्तो थिएँ, आज परमेश्वर चिन्दा म कस्तो छु होइन। मलाई मेरो पहिला कति बाख्रा मर्थ्यो भने आज परमेश्वरले बाख्रा जीवित गराएको तपाईँले देखिरहनु भएको छ। परमेश्वरमा विश्वास गर्नु भन्दा तेरो परमेश्वरले निको बनाउनुहुन्छ र भनेर जवाफ दिनुभयो होइन। ईश्वर धन्यवाद, तपाईँलाई पनि भरिपूर्ण भइराखोस् भने है। र उहाँले जवाफ पनि दिनुभयो मलाई होइन। कति नै परमेश्वरको असल सन्तान हुन्थिस् भने त्यो बाटापाटी किन मऱ्यो त भनेर क्वेसन सोध्नुभयो होइन। त्यो क्वेसन पनि परमेश्वरले उहाँलाई दिइसक्नुभयो होइन। ईश्वरलाई धन्यवाद गर्छु होइन। परमेश्वरको निम्ति माग्नुपर्छ। मलाई एकदम धन सम्पत्ति होइन, मलाई घर चाहियो, गाडी चाहियो, त्यो माग्नु हुँदैन। परमेश्वर हजुरको योजना जे छ त्यही निम्ति दिनुहोस् है मलाई भनेर मागिदिनु त परमेश्वरले एकदम भरिपूर्ण गराउनुहुन्छ होइन। ईश्वरलाई धन्यवाद गर्छु होइन। त मेरो गवाईले यति नै है। मेरो गवाईले पनि हजुरहरूको घर परिवारमा एकदम परमेश्वरको भरिपूर्ण आशिष भन्दै फेरि पनि नम्र नमस्कार गर्न चाहन्छु। हाम्रो लिडरजनहरू र विष्णु शर्मा, हाम्रो अग्रजहरूमा विष्णु शर्मा पनि नम्र नमस्कार होइन। ईश्वरको भरिपूर्ण आशिष भन्न चाहन्छु। मलाई एकदम भजन गाउने चाहन्छु होइन।